दर्शकवृन्द नमस्कार। आज म तपाईहरुलाई कौशी खेती सम्बन्धी थप जानकारीहरू दिन गइरहेको छु। म तपाईलाई बताउँदै छु, यो तपाईले देखिराख्नु भएको छ, यो कोकोपीट हो। कोकोपीटलाई चाहिँ एउटा 5 किलोको कोकोपीटलाई आवश्यकता अनुसार 20 देखि 25 लिटर पानीमा पहिला भिजाउनुस् र भिजाइसकेपछि त्यो चाहिँ फुल्छ, फैलिन्छ। फैलिएपछि त्यसलाई मजासँग मिचेर धुलो बनाउनुस्। धुलो भइसकेको कोकोपीटलाई चाहिँ त्यो गिर्खा गिर्खी नरहने गरेर मिच्नुस्। तपाईहरुले कम्पोस्ट मल जस्तो हाम्रो चाहिँ बोरामा छ, हामीले कम्पोस्ट मल किनेर ल्याएका छौं। किनेर ल्याएको कम्पोस्ट मल अथवा घरमै भएको कम्पोस्ट मललाई चाहिँ यसमा मिक्स गरेर फेरि मजाले घोल्नुस्। मिक्स गर्नुस्, कम्पोस्ट मललाई र कोकोपीटलाई चाहिँ मिक्स गर्नुस्। एकदमै धुलो बनाएर गिर्खा गिर्खी केही पनि नरहने गरेर मजाले मिक्स गर्नुस्। यो मिक्स भइसकेपछि चाहिँ त्यो अब चाहिँ भाँडामा राख्नको लागि यो तयारी हुन्छ। यो देखिराख्नु भएको छ, यो चाहिँ अब तयारी भइसकेको छ। यो भाँडामा राख्नको लागि चाहिँ यसलाई चाहिँ मैले अघि भने जस्तै ग्रो ब्यागमा, त्यसपछि माछाको डिब्बाहरूमा, त्यस्तै गमलाहरूमा, त्यस्तै बोराहरूमा समेत राखेर यसलाई चाहिँ रोप्नको लागि तयारी गर्न सकिन्छ। जस्तो हामीले चाहिँ माछाको डिब्बाहरूमा राखेका छौं, ग्रो ब्यागमा राखेका छौं, त्यसैगरी गमलाहरूमा, बोराहरूमा पनि आवश्यकता अनुसार राखेका छौं। यसरी राखिसकेपछि अब रोप्नको लागि तयारी भयो। यो तयारी भइसकेको भाँडोमा अब हामीले विभिन्न तरकारी लगायतका वस्तुहरू रोप्न सक्छौं। तपाईहरु देख्न सक्नुहुन्छ, हामीले ग्रो ब्यागमा लसुन लगाएका छौं। त्यसैगरी यो माछाको डिब्बामा पनि हामीले लसुनहरू रोपेका छौं। लसुन राम्रै भइरहेको छ। हामीले 1 महिना अझ अगाडि चाहिँ दशैंलाई टार्गेट गरेर थुङ्गे फूल लगाएका। यो थुङ्गे फूल अहिले कोपिला हालिसकेको छ, फुल्ने प्रोसेसमा छ। दशैं तिहार चाडपर्व यसपालि ढिलो भएको कारणले सम्भवतः यो चाँडै नै फुल्नेछ। सबै फुलहरू यसपालि चाँडै फुल्नेछन्। हाम्रो चाडपर्व भने अलिक ढिला नै छ। यो चाहिँ फुल्ने प्रोसेसमा छ। तपाईहरु देखिराख्नु भएको छ, कोपिला हालेको छ थुङ्गे फूल। यो चाहिँ हामीले ग्रो ब्यागमा लगाएको। ग्रो ब्यागमा पनि राम्रै हुन्छ। त्यसै गरेर ग्रो ब्यागमै लगाएको यो गोदावरी फूल देख्न सक्नुहुन्छ। अनगिन्ती कोपिलाहरू लागेका छन्। यो फुल्ने प्रोसेसमा छ। यो चाहिँ धेरै नै राम्रो फुलिरहेछ, फुल्छ जस्तो हामीलाई अपेक्षा राखेका छौं। त्यसैगरी ग्रो ब्यागमै लगाएको लसुन देख्न सक्नुहुन्छ। राम्रोसँग हुर्किरहेको छ, बढिरहेको छ। लसुन राम्रो उत्पादन हुन्छ। त्यसैगरी यो देख्न सक्नुहुन्छ भेन्टा। तपाईहरुले हामीले भेन्टा लगाएका छौं। भेन्टा चाहिँ अब फल्ने प्रोसेसमा छ। यो बोटहरू हलक्क बढेको छ। हामीले भयो 1.5-2 महिना जति हुन लाग्यो यो लगाएको। थोरै लगाएका छौं, 8-10 बोट। तर यसले राम्रो उत्पादन दिन्छ। हामीलाई तरकारी खानलाई समस्या हुँदैन। भेन्टाको तरकारी खानलाई जस्तो लागिरहेछ हामीलाई। देख्न सक्नुहुन्छ अहिले चाहिँ फल दिन सुरु गरेको छ। त्यसै गरेर यो चाहिँ धनिया
ग्रो ब्यागमै लगाएको हामीले धनियाँ कम्पोस्ट मल र कोकोपिटलाई मिक्स गरेर ग्रो ब्यागमा राखेर लगाएको हो। धनियाँ पनि राम्रै उत्पादन भइरहेछ। हामीले खाइराखेका छौँ धनियाँ, डेली अचार तरकारीहरूमा प्रयोग गरिराखेका छौँ। त्यसै गरी यो काउली देखिराख्नु भएको छ तपाईँहरूले। काउली हामीले 50-60 बोट लगाएका छौँ। बोट राम्रोसँग फस्टाएको छ। यो 3 महिने र 6 महिने काउली लगाएका छौँ, त्यसैले यसको फल लाग्न चाहिँ अलिक ढिला हुन्छ जस्तो लागिरहेछ हामीलाई। यो बोट अनुसारको फल पक्कै पनि लाग्नेछ। कुनै कुनैमा चाहिँ 3 महिनेमा चाहिँ अब कोपिला लाग्न सुरु भइसकेको छ। अब बिस्तारै यसले पनि उत्पादन दिन सुरु गर्छ। रायोको साग हामीले लगाएका छौँ बोराहरूमा। रायोको साग चाहिँ हामीले 1 लट खाइसकेर निखारेर फेरि अर्को लट लगाएका हौँ। यो भर्खरै लगाएको। अब यसले चाहिँ छिट्टै नै यो पनि खान योग्य हुन्छ। यसै गरी यो मखमली फुल, यसमा चाहिँ डडुवा रोग लागेको थियो। हामीले चाहिँ औषधि राखेर अहिले यो फिरेर आउँदैछ फेरि। खुर्सानी चाहिँ हाम्रो बिग्रियो डडुवा रोगको कारणले गर्दाखेरि। यो फुल चाहिँ बिग्रिनबाट बचेको छ। अब चाँडै फुलेको छ। तिहार त धेरै टाढा छ, तैपनि मखमली फुल राम्रै छ, फुलिसकेको छ, राम्रै देखिएको छ। त्यस्तै हामीले बोरामा माटोहरू राखेर कर्कलो लगाएका छौँ। यो कर्कलो पनि तरकारीको लागि अति नै राम्रो। र हामीले 1 टमाटर पनि लगाएका छौँ। टमाटरको बोट राम्रो भइरहेको छ, हुर्किने प्रोसेसमा छ।